एउटा चस्माको खुट्टा नै छैन हाम्रो आमा दराज पलङ अनि लोभेटहरू बनाउनु छ भने चाहिँ हाम्रो बाबासँग सम्पर्क गर्नुहोला। नमस्ते, होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु होइन। अनि आज चाहिँ अब पब्लिक होलिडे अनि आज अब ईद पर्व पनि हो नि त। अनि ईद पर्वको दिनमा चाहिँ को जानुभयो क्या आफ्नो ड्युटीमा म जसरी म पनि आफ्नो ड्युटीमा गएर आएको होइन। तर हिजो अस्तिको जस्तो होल डे चाहिँ भएन होइन, फुल डे क्या, पुरै दिन चाहिँ भएन होइन। अनि आज चाहिँ अब अलि ढिलो गएँ, सधैँ म 8:20मा 8:15मा हिँड्थेँ नि त। अनि आज चाहिँ म अब 9:20मा गएको थिएँ होइन। अनि त्यसपछि 9:20मा गएर अनि 4:30 बजीतिर आएको थिएँ कि, नत्र त अब सधैँ 5 बज्थ्यो नि त घर आउँदा। अनि आज चाहिँ त्यस्तो पुरै दिन छिट्टै गएर छिट्टै ढिलो गएर छिट्टै फर्किनु पायो। अनि त्यसपछि मैले चाहिँ नि घरमा आएर हेरेको कि मैले अब एक्सपेक्ट नै गरेको थिइनँ क्या, लाइक अब यो फल्छ होला के अरे, यो मैले जमाएको थिएँ नि त, यो के भन्छ यो के अरे घिरौलाको बेर्ना हो क्या। मैले दुइटा नै हालेको थिएँ, यसमा 2वटा बेर्ना 2वटा बिउ अनि यसमा 2वटा बिउ हालेको थिएँ। अनि उम्रिएर रहेछ के लाइक होइन। म चाहिँ अब किन भन्दा मैले फर्स्ट टाइम जमाएको, मैले अचम्म यस्तो गरेको थिइनँ। सधैँ अब मम्मीले गर्नुहुन्थ्यो नि त, अब घरमा मम्मी हुँदा त मम्मीले गर्नुहुन्थ्यो। अनि यसपालि चाहिँ अब मम्मी चाहिँ घरमा हुनुहुन्न कि, दिदी प्रेग्नेन्ट थियो नि त। अनि दिदी डेलिभरी भएको पनि 2 मन्थ हुन लाग्छ क्या। अनि मम्मी चाहिँ दिदी घरमा जानुभयो। अनि त्यही भएर चाहिँ मम्मी नहुँदा चाहिँ मैले गरेको थिएँ होइन। लाइक अब उम्रिन्छ कि उम्रिँदैन भनेर उसमा कस्तो भन्नाले दिमागमा कि त्यही सोचिरहेको थिएँ होइन। तर फलिसकेछ, 2वटा हालेको थिएँ, 2वटा कस्तो राम्रोसँग फलेछ होइन। अब यो चाहिँ एक ठाउँमा लगेर सार्नुपर्ने हुन्छ, तर आइडिया चाहिँ छैन मलाई यो अलिकति अझै ठुलो बनाएर बल्ल यो अर्को ठाउँमा लगेर सार्नुपर्ने हो कि के हो त्यो चाहिँ थाहा छैन। तर जे होस् आफूले फर्स्ट टाइम यस्तो काम गरेर होइन, फर्स्ट टाइम यस्तो राम्रोसँग फलेको देख्दा चाहिँ भित्रदेखि यति खुसी लाग्दो रहेछ। चाहिँ कस्तो सुक्खा भएछ कि, किन भन्दा फेरि यहाँ कुखुरा छोड्दाखेरि कुखुराले खान्छु भनेर अनि म चाहिँ जमिनमा राखेको थिएँ कि। अनि फेरि यसलाई झ्यामाथि राखेको थिएँ होइन। अब यसलाई चाहिँ तल झारेर पानी हाल्नुपर्ने हुन्छ, किन भन्दा यो यस्तो सुक्खा भयो क्या। अहिले फेरि यसलाई पनि पानी पनि चाहियो नि त। खुसी लागिरहेछ। अब यसमा ल्याएर पानी चाहिँ हाल्नुपर्ने हुन्छ। अनि पानी हालेपछि अब खै अब कति दिनमा त्यसलाई अब अर्को ठाउँमा लगेर सार्ने हो त्यो चाहिँ मलाई राम्रोसँग थाहा छैन। त्यो चाहिँ मम्मीले सोधेर गर्नुपर्ने हुन्छ। त्यस खुसी लागिरहेको मलाई आज। मैले पानी हाल्नुपर्ने हुन्छ, पानी पनि हाल्दैछु मैले यसमा। त्यस्तै त्यही त त्यसै गर्नुपर्छ। अनि हाम्रो कुरा कस्तो पानी कस्तो मजाले सोसिरहेको कि, किन भन्दा सुक्खा भएछ कि। कुखुरा मभन्दा चर्को कुखुराको साउन्ड आइरह होइन, अब डिस्टर्ब गर्छ। त्यस्तै हो, पानी त चिसो आएर मान्छे आएर उसको साइडमा आएर बोल्नुपर्छ। खोइ के हो कुखुरा नै, हाम्रो घरमा त कुखुरा मात्रै कराउँछ हौ। हाम्रो कुखुरा मात्रै यस्तो हो कि सबै कुखुरा यस्तो ला। पानी हाल्दाखेरि त फेरि सबै भाँचिएर भन्ने डर के। जस खुसी लाग्यो। 2वटा नै सारेको थिएँ मैले, 2वटा, एउटामा 2वटा हालेको थिएँ। जसरी 2वटै राम्रोसँग सार्यो, त्यही भएर चाहिँ एकदम खुसी लागिरहेको होइन। कति कराएको यो कुखुराहरू त। कुखुरा म जति बोलेछु कुखुरा पनि त्यति नै कराइरहेछ हो साइडबाट। अब इन्ट्रेस्ट बसिरहेछ सबैजनालाई भ्लगको, हाम्रो घरमा भाइलाई पनि मलाई पनि। अनि बहिनी पनि अब भ्लग बनाएको देखेको आउँथ्यो, अहिले चाहिँ कुनै कता गएछ। तर यस्तो मोबाइल यस्तो उचालेर म बोल्ने बित्तिकै फेरि बहिनीको त इन्ट्री त भइहाल्थ्यो। तर अहिले चाहिँ भएको छैन है। यहाँको यस्तो ब्याकग्राउन्डहरू हेरेर चाहिँ अब यसलाई चाहिँ इग्नोरेट गर्नु होला, किन भन्दा त्यही बाख्राको खोर छ, यही कुखुरा खोर छ, यही कुखुराको खोर छ नि त। अनि यता त अब सबै यो खेतहरू, यता अगाडि त अब यस्तै फर्सी अनि त्यसपछि करेला अनि समथिङ के छ कि यहाँ होइन। अनि त्यही भएर अब यता कस्तो रहेछ अब भन्ने हुन्छ नि त। अब ब्याकग्राउन्ड त अब यस्तै हो, किन भन्दा अब खोर यहीँ छ, कुखुराको बाख्राको खोर यहीँ छ, कुखुराको खोर यहीँ छ, सबै एकै ठाउँ भन्छ त हल्का फोटो देखिहाल्छ नि त उनीहरूको घाँसहरू। म यहाँ बसेर बोल्नु भएन हौ। कुखुरा त ल, कुखुरालाई चाहिँ मर्निङ भएछ कि के हो भन्छ नि त। कुखुराहरू चाहिँ कुखुराको भाले चाहिँ मर्निङमा प्रायः जस्तो क्या मर्निङमा उसको कराउँछ भन्थ्यो नि त। तर हाम्रो त यहाँ त मर्निङ इभिनिङ डे जति बेला पनि ल
मतलबै छैन कि हाम्रो घरको कुखुरालाई चाहिँ होइन। मेरो चाहिँ फेरि खुट्टा दुखेर होइन हिँड्नै भएन कि कस्तो के भयो अब धेरै टाइमसम्म भन्दा नि खै के भनौँ कति दिनसम्म म डान्सहरू पनि गरेको थिएन। अनि त्यसपछि हिजो चाहिँ अब उता गएर डान्स गर्नु पर्यो नि त। अनि त्यही भएर दुख्या हो कि के हो कस्तो, तर एकदमै यो राइटवाला चाहिँ एकदमै दुखिरहेको कि हिँड्दाखेरि चाहिँ गाह्रो भइरहेको। अनि त्यसपछि अब त्यस्तै छ हाम्रो घरतिरको ब्याकग्राउन्ड हेर्नु होला। अब यो चाहिँ यतातिरहरू सबै खेत छ होइन, यता चाहिँ सबै खेत छ। अनि घरहरू चाहिँ फेरि यतातिर छ सबैको, यता घरहरू चाहिँ यता छ। अनि यो चाहिँ हाम्रो यहाँ कुखुराको बाख्राको खोर होइन, त्यस्तै छ हाम्रो यहाँको ठाउँहरू। यता चाहिँ हेर्नुहोस् हाम्रो यहाँको ठाउँ। यो चाहिँ मेरो बाबाको काम, बाबा सँगसँगै ठुलबाबा पनि गर्दै हुनुहुन्छ, दुईजना मिलेर होइन। कसैलाई दराज पलङ अनि लोभेटहरू बनाउनु छ भने चाहिँ हाम्रो बाबासँग सम्पर्क गर्नु होला। बात त सही है। किनभने हाम्रो बाबाले बनाउनुहुन्छ नि त दराज अनि सबै काठको कामहरू चाहिँ जस गर्नुहुन्छ बाबाले। त्यस्तै हाम्रो चाहिँ फर्निचर, यो चाहिँ हाम्रो घरको फर्निचर, सानो फर्निचर। ठुलो हेलो भनिदिनु न मेरो ब्लगमा, हेलो भन्नु न मुखले। हेलो आमाले पनि हेलो भन्नुहुन्छ कि खै आमा कहाँ जानुभयो? के आउँदैन रे? यो चाहिँ हाम्रो चाहिँ मेरो आमा, अनि त्यसपछि ठुलबाबा, अनि उहाँ व्हाइट कलरको टी सर्टमा चाहिँ मेरो बाबा। आमा होइन यतिको चाहिँ हुनै पर्छ होइन, हामी जस्तो पातलो भएर निके काम। कैसा लगा मेरा मजाक? अब यतै बाबाले काम गर्दै हुनुहुन्छ होइन, अनि अब बाबाको काममा अब ट्याङटुङ टुङ शब्द आइहाल्छ नि। ए को रहेछ र? अनि यहाँ चाहिँ बाबाले चाहिँ भाइहरूलाई जिस्दै राख्नु भएको थियो फेरि यहाँ। बाबा के भन्न चाहनुहुन्छ? बाबाको एउटा चस्माको खुट्टा नै छैन। गजब बेइज्जती है। कहाँ फाल्नु भयो बाबा? चस्मा चाहिँ अडिरह पछि त यता ठुलबाबाले नि गर्दै हुनुहुन्छ। यता पनि यो चाहिँ पुरानो झ्याल हो कि के कस्तो रहेछ, यो चाहिँ रिपेयर गर्न ल्याउनु भएको रहेछ कि बाबाहरूले। जस काम चाहिँ आइरहेको छ बाबाहरूलाई चाहिँ, बाबाहरू काम पनि गर्नुहुन्छ। चाहिँ भ्लग बनाउँछु। अब मेरो घरमा चाहिँ उता साथी आउँदैछ अरे क्या, किन भन्दा अब उसको काम पऱ्यो अरे। भर्खरसी फोन आएको थियो होइन, म यतिको मोबाइलमा भ्लग बनाइरहेको थिएँ। अनि बनाउँदा उसको फोन आएको थियो। अनि त्यसपछि उसले भन्दैछ कि म आउँछु है अरे। साथीको घरमा आउँदा नि किन सोध्नुपर्छ अरे, आउन त हालेको होइन, यस्तो काम छ त्यही भएर आउँदैछु। यहाँ आएर भोलि वातावरण नै छैन साँच्चै। फेरि म घरिघरि यहीँ आउँदो रहेछु कि घुम्दै म त्यही कुखुराको खोर भर्ती पुग्छु होइन। अनि कुखुरा कराएर हैरान। अब काम नि त्यतै परिरहेको कि यहाँ फेरि यहाँ त्यहाँ ठुलबाबाले खै यो के को बेर्ना दिनुभएको थियो। तेरि कुखुरा म यतै जान्छु पो। अनि त्यसपछि त्यो यो पनि सार्नु पऱ्यो भनेर खास गरी यता आएको होइन। अब भ्लगै मात्रै बनाएर पनि त भएन, साथीहरू काम पनि गर्नु पऱ्यो। अनि यसलाई चाहिँ त्यो अघि त्यो मैले घिरौलाहरू जमाएको थिएँ नि त्यसको बेर्ना, त्यसरी नै खाने जमाउनु पऱ्यो भनेर यो लिएर आएको होइन। मलाई चाहिँ ठुलबाबा दिनुभएको क्या, अनि आएको चाहिँ कुखुरा कराएर डिस्टर्ब गरेको छ। घिरौला जमाउनको लागि चाहिँ माटो अब भन्नुपर्ने हुन्छ यस्ता, किनभने हामी चाहिँ प्लास्टिकमै जमाउँछौँ कि प्लास्टिकमा माटो जम्मा गर्छौँ। अनि माटो जम्मा गरेर अनि यसमै बनाउँछौँ होइन। अनि म चाहिँ यहाँ माटो भर्न आएको, मेरो बाबा पनि यहाँ खेतमा चाहिँ काम गर्दै हुनुभएको रहेछ। के गर्दै हो बाबा? ए हिजो अस्ति नै गोडे होइन र त्यसलाई त बाबा? झार राख्नुहुन्न भने जस बाबाले फर्निचरको काम पनि गर्नुहुन्छ, अनि पछि खेतमा पनि काम गर्नुहुन्छ। यो चाहिँ सबै बाबाले गर्नुभएको यो प्याजहरू चाहिँ। अनि लसुन चाहिँ बाबाले हिजो गोडिसक्नु भयो। जस बाबा चाहिँ काममा जुन काममा पनि एक्टिभ के, म मात्रै हो न एक्टिभले क्या अझै अल्छी।
ओहो यहाँ पनि अनि मकै हामीले छरेको थियौँ मकै पनि हल्का हल्का यहाँ पनि फल्न के अरे उम्रिन लागिसकेको छ यहाँ के को बिउ छरेको थियो क्या त्यो दिनमा होइन अब चाहिँ अब यहाँबाट चाहिँ यसमा यो प्लास्टिकको माटो उठाउनु पर्ने हुन्छ अब यही माटो उठाएर अनि यसमा बिउ हालेर पानी हालेर मल हालेर जमाउनु पर्ने हुन्छ गाइस हजुरहरू चाहिँ हेर्दै गर्नुहोस् अनि यो पनि सार्छु यो पनि फलेछ भने म हजुरहरूले ब्लगमा देखाउने छु किनभने त अब फल्छ कि फल्दैन नि त के थाहा नि त त्यो प्याज हो अनि फाइनल्ली मेरो साथी पनि आइसकिन् हेलो हेलो जय मसी अनि ऊ चाहिँ मेरो साथी यताको लसुन हो यो प्याज हो यो लसुन त्यो नि त्यो प्याज जस्तै के हो होइन मेरो साथी आइसकेको छ अनि ऊ चाहिँ उसको काम चाहिँ किन थाहा नभएको मलाई अनि त्यसमा पनि हालखबर सन्चै होइसिन्छ हामी पनि धेरै पछि ब्लगमा उसँग पनि धेरै पछि भेट भयो नत्र उ र म त जहिले के खान्थ्यौँ र हामी खाना पाएन भन्न त भएन होइन खाइराख तर पनि उसँग चाहिँ खाना नपाएको के धेरै टाइम भइसक्यो चिज भ्लग नबनाएको धेरै टाइम भएन त्यस्तै भइरहेछ अनि ऊ चाहिँ अब आइसक्यो अनि म चाहिँ फेरि यहाँ माटो भर्ने काम ल्याएको नि त हजुर यहाँ काम हुँदैछ होइन साथीको कामको लागि हामी यहाँ नागरिकता खोज्दैछौँ काम पनि गर्न लगाएको हुँदैछ होइन अनि खास गरी चाहिँ उसको काम ल्याएको थियो अनि त्यसो नागरिकता लिएर बनाउँदैछ ई सेवाको के काम रहेछ कि उसको पैसा अड्किया रहेछ अनि त्यही भएर त्यसको लागि के गर्दैछ कि उसले चाहिँ अनि त्यही भएर मेरो बाबाको केबाट अरे नागरिकताबाट यताउति कसो हुन्छ मिल्यो हजुर गण्डकी प्रदेश हो पहिलाको हो बाबाहरूको पहिलाको गण्डकी प्रदेश पर्छ है त्यसै ऊ चाहिँ काम गर्दैछ त्यो अब त्यसबाट यदि बाबाबाट भइहाल्यो र पैसा आयो भने आयो नत्र उसको पैसा त्यही अड्किरहेको होइन अनि त्यसपछि अब चाहिँ म मेरो ब्लगलाई चाहिँ अनि मेरो ब्लगलाई चाहिँ म यहाँ एन्ड गर्न चाहन्छु थ्याङ्क्स फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट लाइक कमेन्ट एन्ड सब्सक्राइब आजलाई बाई बाई